यो चाहिँ हो तर्जीबाट देखिने भ्यू। गणेश हिमाल सँगै तल कुरी गाउँ, यो कुरी गाउँ, री गाउँ, त्यसपछि झाररङ गाउँ, अक्थली गाउँ, क्युङ कन्तरङ। क्युङ क्युङ देख्दैन। यहाँबाट त्यहाँ माथि अलिकति देखिरहेछ। यो डाँडा सेकिन्छ। अनि त्यहाँबाट चाहिँ ब्रिचेड स्कुलसम्म पढ्न आउने बच्चाहरू पनि हुन्छन्। हेलो दुर्गम ठाउँ भनेको त्यही देख्ने अनिसले भारी लगाउन आँटिरहेछ यहाँ। लहरा तान्दै हुनुहुन्छ। मेरो भाषा चाहिँ यस्तै हो, कहिले हुनुहुन्छ भन्छु, कहिले छ भन्छु। किनभने ऊ चाहिँ मेरो छोरा पढ्न जान्छ, त्यही भएर हाम्रो अम्परङ फेरि खाजा खाँदै हुनुहुन्छ। हाम्रो अम्परङको खाजा खाने त भने हामी उल्टोलाई हुँदो भएन फर्स्ट हिमाललाई चाहिँ मुक्पले छेकिसकेको छ। बिसिङ बिसिङ अब यता माथिपट्टि चाहिँ आज भर्खर के भन्छ घाँस काट्न सुरु गर्नुभएको छ। तलको चाहिँ 2-3 गरा चाहिँ क्लियर भइसक्यो। हाम्रो मम्मी मुनि नै हुनुहुन्थ्यो, देखिँदैन। मलाई चाहिँ यहाँ निन्द्रा लगाएर म माथि माथि आइरहेको छु। त घामले पोलिरहेछ। पोहोर साल चाहिँ यही ठाउँमा सुते थियौँ म र प्रवीणा गोठालो बन्न आउँदा। यसपालि पनि सुत्ने तयारी हुँदैछ। यो काटिसकेपछि हामी सुत्नेछौँ गोठालो बन्दै। पुदु बगल पुदु पुदु इस तरह भी डालना पड़ता है। ngam shopping lo shopping hippo chapal shopping amjali bibla wame tanga anga de borgla plaza jim bungrum kinu bae katte jaba juichi बतंगी चिपा चाहिँ अझ भयो जुइन दाजिङ गन नेबङ प्रिजी फचेला नआइने म प्रिजी ग्रने हाम नबली दिन बुजिना वाह अच्छा मंगिना वाह पर्छ कि देमने गाय मै जन बिमा में लबा माग बुझिन धेरै मै जाबे नि धेरै मै बिमो जुन चाहिँ बसे नबल्दियो पनि त्यही नयाँ मै हैन के बुझिरा त के बुझौँ अनि शिक्षा आज यत्रो भइसक्यो सक्छ होला त मेरो हातमा सक्ने त सक्छ दिस इज बी मक्खी है तू मक्खी के वो मक्खी देखिनुला तो थुक्लो नि थुक्वा आयो भने
Thôi. Hello sai lang. Tila na sing ji. Thế ra chứ không này. Như là nhầm bỏ. Ro. Chết gì đây này. Giờ ra đi ngăn rồi. के भन्न चाहनुहुन्छ मिस यु भन्नु मिस यु आमा कहिले और बुधबार ड्याछ र ले तोनी यो चाहिँ हो अनिसको भारी ढुङ्गो कच्चाङ बस्छ भयो फेरि चिप्पो टुप्ले मर्छ क्विन्टल त होला 1 क्विन्टल मैले नि अस्ति यत्रै बोकेको थिएँ तर त्यो अलि के भन्छ सुकेको थियो नि त आज त यो त हरियो हरियै छ यो त घरमै पुग्नुपर्छ घरमै वा हाम्रो त आधी बाटोसम्म हो हामीलाई जस्तो मजा कसलाई होला यहाँ हिमाल फेरि हिमाल हाँस्न मान्दैन तर यो गणेश हिमाल भन्ने चिज आजभोलि हाँसेन मुखपल्ली छेकिरहन्छ धन्यवाद यो जानै मान्दैन त हो के हो यस्तो मेरो हात यति गुलियो छ तिनीलाई नहाब्ले बाबरे तँगा नहाब्ला रोमोला खुसी दावा नति दावा ओहो दुईटा आयो एउटा कहाँ गयो यस्तो गर्दा ले हातैमा जान्छ त हौ Ayimbaterin biru nih. Udah. दिमाग कता गयो कसको यादमा भुलिरह्यो क्या तपाईहरु काठमाडौँको टुसालतिर खेल्न आउनुहुन्छ भने दिनहुँ देख्नुहुन्छ होला उहाँलाई चिने जस्तो लाग्छ भने उहाँ नै हुनुहुन्छ दिनको 5 बजे दिनको बिहान 5 बजे बिहान 5 बजे खेल्न आउनुहुन्छ गाउँमा आएपछि यसरी काम गर्नुहुन्छ धन्यवाद अब लास्ट हैन अर्को पनि रहेछ लास्ट बो होला भनेको होइन ब्राइट छ अर्को पनि छ बो हिमाल पहाड तोलिया प्रेनी जी भी हाँ तिलाई लजने यो जी Pling na boy.
लहराले बान्नु पर्दछ यसरी हो दाजु अड्डाजी यहाँ गिल्लो छ तल बाबा आम्या ओए हामी घुम्न जाने भनेको घुम्न जाऊ न आउनुहोस् हामीसँग घुम्न जाऊ घिउँ पानी खान पानीको कुवामा जाऊँ फर्स्टमा पानी खान जाने कि यताबाट हो पानी खाने ठाउँ त यहाँ जानु मुबै बाख्राहरू यता चढ्दैछन् गाईहरू गोरुहरू माथि चढ्दैछन् अरू के भन्न चाहनुहुन्छ अब कुवामा जाउँ पौडी र कुवामा कहिले पौडी खेल्छ ल भ्याकुताले भ्यातुकाको बच्चाले भेतुकाको बच्चाले पौडी खेल्न खेलेको हेर न जहाँ राम्रो यो कसले काट्छ र सफा हुन्छ सबै अल्छी भइसकेको यो चाहिँ हो तप्रमेन्दो तप्रमेन्दो त्यसको चाहिँ मिठो बास्ना आउँछ पर्फ्युम बनाउनु पर्दैन कफी पर्फ्युम ए म त यसले चाहिँ बुके बनाउन एकदम हेल्पफुल हुन्छ यहाँ छ हाम्रो तरे यो चाहिँ हो हाम्रो काले ओए त्यस्तै लाग्छ यो चाहिँ हो हाम्रो हेलो हेलो खैरे भैरे यिनीहरू त अबि ओए हान्दैन भनेको त भगुराम म माथिबाटै गएँ त्यो चाहिँ हो आमा बाई बाई सी यू अब चेन्डे खाऊँ नफलेको भन्छु कि के भन्छ नफलेको होला अस्तितिर एकदम थियो होला यहाँ पनि छ रस गएछ रे अब हामी पानी खान जाने मान्छेलाई अब यो रस गएकोहरू के खानु तिमी गइदिउँ दिउँ अस्तितिर आउनु पर्ने रहेछ तर त्यति बेला जुका एकदम धेरै आउँथ्यो अहिले जुका नआउने बेलामा आउँदा यो पनि सकिसक्यो सिजन ओ अस्तितिर त केर्पा पनि थियो होला के गर्ने त हौ मेपलङ चराको चिरबिरसँगै खोलाको चिसो पानी खोला सलल बगिरहेको छ यतातिर तोरा घुरिया तोर म भएको नि यहाँबाट चाहिँ कुरी देख्छ होला सायद लेट्स गो देखे हो कुरी रि चाहिँ देख्यो अनि झारलाङ पनि देख्छ गणेश हिमाल मजाले देख्छ झारलाङ जोड्ने फुल पनि देख्छ झारलाङ र रि जोड्ने अरू त्यस्तै हो अब चाहिँ हामी पुग्न आँट्यौँ सलल जाऊ माया खोली तरेर यो त गाई भैँसीको हो त्यहाँ कुनामा चाहिँ हो ओइ सर्प हिँड्दैन होला सर्प होला छैन होला
फर्स्टमा हात धुनुपर्ने हुन्छ नधुँदा पनि केही त जाँदैन कस्तो छ ठन्डा ठन्डा कुल फ्रिजको आवश्यकता पर्दैन उयो कसले हो ए के हो यो सिसा हो र त्यही त कसले खाएको होला बियर खाएर यहाँ हेर्नुहोस् पानी कहाँबाट आउँछ कुनै यति सफा पानी तपाईँले देख्नु भएको थिएन होला मुख धुने कार्यक्रम चल्दैछ यहाँमा पानी खाने कार्यक्रम चल्दैछ धेरै खायो भने टन्सिल हुन्छ त्यही भएर धेरै चाहिँ खानुहुन्न ल भयो अब चाहिँ अब हामी पङ्गर घुम्न जान्छौँ आछु बाटोको हालत एकदम दामी हे यता चाहिँ गाई बस्तुले बाटो बिगारेर रहेछ अब जाउँ हामीसँग यस्तो फुल हेर्दै फुलहरू हेर्दै चल उही दामी छ कलरै बवाल छ है भित्र बाहिर ग्रिन कलर भित्र ब्लू कलर ओहो यो त बिचरा आधी हो क्या के को मुख हो अझ ड्रागनको मुख यस्तो आएको यस्तो ले खसे यो चाहिँ हो चराको प्वाख कलरको फेरि पनि हामी बनमाराको बिचमा जुकालाई हाम्रो रगतको स्वाद दिँदै अगाडि बढ्दैछौँ तर अहिले चाहिँ त्यति बिधि फुल चाहिँ रहन्छ एक जमानामा थियो यो भरि फुलै फुल म पनि प्रणीमा हुँदा आएको त हो नि त्यसपछि आएको छैन यो चाहिँ हो फुलै फुलको बगैँचामा मेरी माया यता चाहिँ रहेको छ फुलै फुल यस्तै झ्याङझ्याङमा हामी हिँडिरहेछौँ मेमेचुङ्गे पनि छ नि भेडीगोठ नै छ उता खोलाको उतापट्टि पातो त्यहाँ भेडीगोठ नि ए रहेछ हावा सरर त्यसपछिको हालत एक दिन सुत्नुपर्छ 2 दिन होइन 1 हप्ता सुत्नुपर्छ हस्पिटलमा तर पहिला जस्तो छैन अब यो डाँडाबाट चाहिँ देख्छ क्युङ त्यहाँको क्युङ कुरी पनि देख्छ यताबाट जाउँ रन यहाँबाट खस्यो भने चाहिँ मान्छे तल पुग्छ दामी कराउँदै रहेछ यहाँबाट ठोक्कर यहाँ जान्छ कुरी गाउँ यो को एल्युमिनियम फोइल ल्याएर चाहिँ फाल्न चाहिँ नजान्ने वातावरणलाई यसरी प्रदूषण गर्नु हुँदैन यहाँबाट चाहिँ कुरी गाउँ
यो बारीहरू त के रुसाउँछ होला बाँदरले सकाइदिन्छ होला हामीहरू चाहिँ यहाँ बसेर नेचरको के लिँदैछौँ आनन्द लिँदैछौँ हावा आइरहेको छ सरर तर उ त्यहाँ होइन यो एउटा यहाँ भित्रबाट जाने ठाउँ छ होइन त्यहाँबाट गयो भने कहाँ पुग्छ अरे भन्दा सुन्दुरुकी दालम नि हावा आउने ठाउँ सुन्दुरुको त्यो हावा आउने ठाउँमा पुगिन्छ भन्ने चाहिँ हामीले सुने हो त्यहाँ भित्रबाट कोही गएको छैन गएकोले हामीलाई भनेको छैन त्यहाँ मुनि छ नि बाटो तर त्यहाँ चाहिँ बाघ आउँछ कि भनेर डर लाग्छ यहाँबाट यतातिर हो ओखरको बोर्ड यो एरिया पुरा ओखरै ओखर हो त्यो नेभीको माथिबाट त सबैतिर छ अरे अहिले त कोही खोज्न पनि जाँदैन भनेर दुःख पोख्दै हुनुहुन्थ्यो हाम्रा गाउँका मानिसहरू विदेश गइसकेका युवा जति विदेश गइसकेका छन् बालबच्चाहरू सबै पब्जी फ्री फायरमा लागिसकेका छन् त्यही भएर के भन्न चाहनुहुन्छ त्यो सन्दर्भमा अलि नेचरमा आएर रमाउने वातावरण सिर्जना गर्नु होला अनि मात्रै मान्छेको जस्तो व्यवहार हुन्छ प्रकट हुन्छन् हामीहरू चाहिँ यहाँ हेर्दैछौँ भिर पाखा पखेरा यो चाहिँ हो तर्जीबाट देखिने भ्यू गणेश हिमालसँगै यो कुरी गाउँ री गाउँ त्यसपछि झाररङ गाउँ अक्थली गाउँ क्युङ कन्तरङ यहाँबाट ऊ त्यहाँ माथि अलिकति देखिरहेछ अनि त्यहाँबाट चाहिँ ब्रिचेड स्कुलसम्म पढ्न आउने बच्चाहरू पनि हुन्छन् हेलो दुर्गम ठाउँ भनेको त्यही देख्ने यता चाहिँ भैँसीहरू छ रैथाने हो हेर्छ पनि अझ नसकी हामीहरू चाहिँ अब झर्छौँ मुनि हाम्रो पनि भारी लाग्नु छ सबैले हेरिरहेछ भेडा चाहिँ एउटा पछाडिको गोठमा छ भेडी गोठमा चाहिँ जाने रिस्क लिँदैनौँ हामी मैं तेरे कभी हम लोग संजना शुभ ए हो हावा चलिरहन्छ हामी यताबाट कुद्छौँ अहिले चाहिँ 2:17 भइरहेको रहेछ चिसो चिसो हावा जस्तै झर्नाको यो चाहिँ हो पहिला चाहिँ पुरा प्लेन जस्तो लाग्थ्यो अहिले के भयो यहाँ फुटबल पनि खेल्न आउनुहुन्थ्यो पहिला अलि ठुलो दाइहरू चाहिँ यहाँ फुटबल खेल्न आउनुहुन्थ्यो तर अहिलेको बच्चाहरू खेल्न आउँदैन यो चाहिँ कसले के बना रहेछ वाट इज दिस यो आखिर के को लागि बनाएको के हो यो के चाहिँ रहेछ गोठ बनाएको हो क्या कसैले यहाँ चाहिँ छ भैनी रे भैँसीहरूको लागि आहाल गाई बस्तुहरूको लागि यहाँ माथि रुख काट्दै हुनुहुन्छ सायद त्यही त ठुलो थियो यो पनि ठुलो थियो यहाँ फुटबल पनि खेल्थ्यो अहिले अब यस्तै हो
होइन तिमीले भैँसी चराउनु नआएर कि हामी अलि सानो भएर ठुलो देखे होला त्यति बेला जे पनि हुनसक्छ हो गेला गेला अनि भोलि त्यो के भन्छ यहाँ सेतो सेतो आएर त्यसपछि औषधि गर्नुपर्ने अवस्था आउँछ अब चाहिँ हामी तल फर्केको बच्चाहरूले होला नि बनाइछ यहाँ आइपुगेछ हाम्रो वस्तुभाव cow and bulls कन्तलङ घन्टी बजाउँदै सर्दैछन् हाम्रो गाईहरू तपाईँलाई कस्तो लागिरहेको छ मिठो लागिरहेको छ जनता जान्न चाहन्छ गाईले भन्दैछ एकचोटि चाखी त हेर तिमी पनि चाखी हेर मिठो छ कि छैन भन्दैछ हो यहाँ चाहिँ छ बच्चाहरू पनि गोरु त्यहाँ पछाडि छ त्यो बच्चा अलिक हाल्दैछ हेर्दो रहेछ हाल्दैन तर डर लाग्छ जम्मा अब हामी 3 बजीसम्म अब घरतिर लाग्छ 3 बजेको छैन 2:20 भएको छ बाई बाई कुरीको मान्छेहरू चाहिँ यहाँसम्म रातो माटो खन्न आउने गर्छ यहाँ चाहिँ छ यसरी अब यो त्यो गरेपछि भत्किन्छ होला सायद यो भित्र चाहिँ केही न केही चाहिँ हालेर जानु होला कृपया यहाँ पनि त्यहाँ पनि जता पनि अनि यो चाहिँ किन काटे होला कुनै यतातिर पनि पहिला त अलि खुल्ला खुल्लै थियो अहिले वन जङ्गल पुरा वन जङ्गल नै भएको छ खेल्ने ठाउँ पनि वन जङ्गल भएको छ यता त पहिला त यो उनीहरू त देख्न नै पाउँदैन थियौँ हामीले सबै काटी भ्याइसक्थ्यौँ तर अहिलेको अवस्थामा हेर्नु पर्दा त्यस्तो देखिँदैन साथीहरू जाँदैछु टाढा अलिकति गरुङ्गो भएको अवस्था अब चाहिँ म मेरो बोक्न जान्छु त्यसो जान्छु यहाँ चाहिँ छ मेरो बारी अब चाहिँ म जान्छु तल गएर चाहिँ बोक्नुपर्ने हुन्छ यो भारी आजको भारी चाहिँ अलि यस्तो भएछ जाला जाला जस्तो माथि पुरा भी भएछ के त्यही भएर यहाँ गाह्रो भएछ अलिक नमिलेपछि बोक्न गाह्रो लाग्छ त्यही हो यहाँ झर्ना आँटे जस्तो फिल हुन्छ अब चाहिँ म तल गएर नै भेट्छु है त अनि चाहिँ अघि नै आइपुगिसकेछ म भर्खर आइपुगेँ हेलो अम्बिका यहाँ चाहिँ छ मुलाको साग जुन चाहिँ अचार बनाउँदै हुनुहुन्छ हाम्रो अपरङले यहाँ अचारसँग मोडिसक्नु भयो अब यहाँ चाहिँ छ घट्टक्यान मकैको ढेँडो अनि यो चाहिँ मुलाको साग यसरी मिक्स गरेर अनि पछि खाने हो यहाँ मकै पनि छ हेलो अनिस पानीको छैन कि के हो हेलो यो चाहिँ ढेँडो भनिरहेको थिएँ तर होइन रहेछ यो चाहिँ जाड पकाउँदा अङ्ग्यान पाकेको खाना चाहिँ अलिकति खाजाको लागि ल्याउनु भएको रहेछ जसलाई चाहिँ उङ्केन भन्छ उङ्केन हामी चाहिँ धान काट्ने वाला छौँ धान कटाइ सुरु भइसकेको छ धान सबैलाई रक्सी लागेको छ सुतिरहेको छ हामीले चाहिँ यहाँबाट काटेको यहाँसम्म काटी भ्यायौँ ढलेको अब आधी बाँकी छ
धानको त्यो नै छैन, धानै छैन, परालै पराल मात्र। त्यही हो। यहाँ चाहिँ छ हाम्रो फर्सी, यता छ बोडी हो के मान्जेला वे ता ए तरुल हाम्रो काट्दै हुनुहुन्छ। म चाहिँ गएँ ल साथीहरू, मेरो ढाड गयो। आयो कहाँबाट जाने हौ? आयो यहाँ पनि छ फर्सी, यो पनि हो फर्सी। बिचरा यहाँ त कुहिएछ, यहाँ त कुहिसकेछ। कान्छ मलाई थाहा भएन, म चाहिँ चलेँ। म चाहिँ यहाँ मकै खाँदै बसिरहेको छु। ऊ चाहिँ भारी बोकेरै जान्छ, घरसम्म लग्छ। म चाहिँ यस्तै लफुङ्गा पारामा, ऊ माइली भयो, काम गर्नु पर्यो, म कान्छी पढ्यो, काम गर्नु पर्दैन त्यति विधि होइन। ऊ खासमा छोरी हो, छोरीले काम धेरै गर्नुपर्छ। आमा यस्तै हो। मम्मी त बुढी भयो नि, हो। हामी मकै खाँदै जाँदैछौँ। अब आजको लागि यति नै, बाई बाई। Thanks for watching. Please subscribe.